फाइनली गाइज हामी तरुल खन्न हिँडेको अनि टक्क चाहिँ पुरा जर्सीमा छ होइन टक्क। अनि यो के अरे यो साबल अनि त्यो तिम्रो लेखेको के अरे गैँती। वाह गैँती लिएर हामी चाहिँ वन तरुल खन्न हिँड्यो केटा हो। हामी धेरै परबाट हिँडेको हो होइन। अन्त रहेनछ अनि अर्को डाँडा पारी चाहिँ खन्न हिँडेको। अब हेरौँ के कति भेटिन्छ साथी हो। त्यस्तै छ के आज पानी परेको थियो। पानी परिसकेपछि टक्क लाएर फेरि मौसम पनि क्लियर भएको छ यस्तो देखिएको छ मौसम। ल इन्द्र भाइलाई बोलाएको तलबाट, उहाँ तल बोलाएको सुने छैनन्। टक्क लाएर वन तरुल यसले करप झ्याप पार्न पर्छ केडा हो। यसले पनि होइन कुन लिएर हिमेश यसले पनि टक्क चाहिँ झ्याप पारिदिनु पर्छ है केडा। दाइलाई पठाइदेऊ दाइलाई तल तल कराहा नै। ओके दाइलाई पठाइदेऊ क्या दाइलाई। ल इन्द्र भाइलाई पनि बोलाइसकेको छु मैले। आज वन तरुल बबाल खन्ने भन्ने कुरा छ। त्यहाँबाट भाइ चाहिँ छैनन् त्यहाँ घर। अनि टक्क लाएर उता पर दिदीकोमा गएको रे। अनि हेरौँ बोलाउँछु के अरे अब आयो भने ठिकै छ नत्र भने अब ठिकै छ। नहाँसो कि नानी कति हाँसेको र हामी तरुल खन्न हिँडेको उता पर। फाइनल्ली हामी यो ढेप्चे भन्ने ठाउँमा आयो यो टक्क है। यहाँबाट हामी अझै करिब केही समय लाग्छ क्या उता जान पर पुग्न। यस्तो छ है घर चाहिँ यता टक्क नयाँ घर बनेको छ। टक्क लाएर पारी सिन पनि ठिकै छ। पुरा साँझ पर्न लागिसकेको छ। तर हामीले नर्मली 1-1 किलो चाहिँ हामीले केर्नुपर्छ अरे हिमेश झ्याप पार्नुपर्छ होइन। ल हाम्रो ढेउबा मामालाई देखेका छौँ तल गहुँ काटिरहनु भएको छ मजाले वनमा कुकुर लिएर बारीमा होइन। टक्क लाएर जानुपर्छ है मामा। ल अब टक्क हामी आज के अरे वन तरुल खन्ने हो कन्दमुल खन्ने हो मजाले। वन तरुल खाएर अर्ग्यानिक खानेकुरा खाएर धेरै बाँच्नु पऱ्यो क्या मामा। ल आउनु त ल जामा है आउनुहुन्छ। त्यस्तो काम छोडेर आउनु भन्नुहुन्छ उहाँले त कस्तो काम छोड्नुहुन्छ र भनेको यार। ल ल ल ठिकै छ उहाँले त्यस्तो काम छोड्नु न भन्नुहुन्छ मामा घर उता। टक्क लाएर केही समय पुगिन्छ हामी है। मामासँग भेटघाट भइसकेको छ है केटा हो। मामा केही भन्नुहुन्छ र के भइरहेछ यहाँ के भइरहेछ झ्यापमा हुनुहुन्छ क्या हो। कुकुरले माया गर्छ हजुरलाई होइन। त्यही त अब जाम के उता मलाई सहयोग गरौँ न अलिकति खनेर के तरुल जाम न तरुल खनौँ तपाईँलाई दिन्छु कि मैले केही। हजुर लथालिङ्ग भयो भन्नुहुन्छ मामाले फेरि यहाँ यस्तो चरा मुसा सब यहीँ टक्क काट्दै हुनुहुन्छ है। हिँडिरहेछौँ के अरे अझै पुगेको छैनौँ। एकदमै टाढा आइएछ केटा हो तरुल खन्न आज। फाइनल्ली आज थोरै भए पनि वन तरुल टक्क लाएर चाख्नुपर्छ। हामी एउटा अर्को डाँडामा क्रस गऱ्यौँ अहिले चाहिँ अर्को डाँडामा हामी क्रस गरिसकेका छौँ। थुप्रै डाँडाहरू क्रस भयो। यस्तो डाँडा काँडाहरू छ केटा हो होइन। हामी जाने यो वनमा हो यो आँप फुलेको भन्दा पारीको वनमा त्यही जाँदैछौँ है। ल केटा हामी यस्तो गर्दै रमाइलो गर्दै जङ्गलतिर हिँड्छौँ है। जङ्गलमा रमाइलो छ आज। टक्क लाएर धेरै जस्तो स्कुल हिँड्ने बाटो पनि यही हो। अब हामी केही समयमा आउँछौँ है। आउँछौँ अब हेरौँ त्यहाँ पर भेटिएन यहाँ के छ। अब फाइनल्ली आइयो है वन तरुल खन्ने ठाउँतिर। यो वन तरुलको पात हो टक्क उता माथि छ सबतिर छ। टक्क बिस्तारै खन्नुपर्छ हेर्दै है त। ल केडा हो अब चाहिँ वन तरुल खन्नको लागि हामी पुरा जाँदैछौँ। यहाँ तल रहेछ एउटा चाहिँ यहाँ फेडमा थियो नि अरे एउटा अरे ए एउटा त्यसै लामो समय बाँच्न सकिन्छ केटा हो। गर्नु पर्यो नि अलिअलि मिहिनेत होइन हेर्नुहोस् अलिअलि मिहिनेत नगरिकन हुँदैन। अलिक वन तरुल चाहिँ थुप्रै खाइन्छ क्या हो। यो होइन नि त होइन क्या त्यसको खानु पर्यो फेरि यार त्यस्तो खानु चाहिँ।
बनतरुल त छैन त ओके ठिक छ अर्को ठाउँ ट्राई गरौँ न त फाइनल्ली साथीहरू हामीले यहाँ तरुल खनेको नाला करप झ्याप पारियो नाला काटियो क्या यहाँभित्र यसरी यहाँभित्रबाट नाला लगाएको रहेछन् अनि त्यहाँ चाहिँ तरुल यसो खनेको टक्क नाला काटियो होइन हिमेश पुरा ठिक छ केही छैन हामीले चाहिँ चप्प बनाउँछौँ एक समस्या समाधान गरिहाल्छौँ टेन्सन छैन न केडा हो तरुनी भेटाइयो न तरुल भेटाइयो हिमेशले त आफ्नो साबल भेटाएको छ के अरे त्यो खन्ती भेटाएको छ टक्क लाएर यस्तो बनाइयो तरुल खन्ने नाममा चाहिँ यहाँ चाहिँ नाला चाहिँ हल्का चाहिँ डिस्टर्ब गराइयो साथीहरूलाई भोलि चाहिँ समस्याको समाधान गर्छौँ ठिक छ सङ्घर्ष गर्नुपर्छ रमाइलो गर्नुपर्छ तर के गर्नु यस्तै भयो परिस्थिति न तरुल भेटाइयो न त्यही केही भेटाइयो केही गाह्रो भयो साथीहरू ठिक छ साथीहरू है त ल अर्को नेक्स्ट ब्लगमा चाहिँ भेट्ने बाचा गर्दै यो एकदम यहाँ तपाईँहरू समक्षबाट बिदा हुन चाहन्छु नमस्ते तपाईँको दिन तपाईँको समय सुखद बितोस् है त यस्तो भयो केटा हो हाम्रो अब यहाँ के गर्ने तरुल खन्न खोजेको यस्तो नाला कुवा के हो नाला कुवा केपछि अब बनाउनु पर्यो यस्तै छ के साथीहरू के भन्ने यार अब केही गर्नको लागि केही कुराहरूले अलिकति बाधा पुऱ्यायो साथीहरू देखेको थिएनौँ यहाँ चाहिँ नाला छ भन्ने कुरा दुःख दियो यार तरुल पनि भेटाइएन तरुल पनि भेटाइएन साथीहरू यस्तै छ यार कुरो के होइन